जय श्रीमन्नारायण। विषादी मुक्ति खेती, विषादी मुक्त जीवन गरौँ, आनन्दमय जीवन चलाऊँ, निरोग रहौँ, स्वस्थ रहौँ र गौ कृपाबाट हामीले योभन्दा पहिला जीवामृत बनाइएको थियो भने जीवामृत बनाइएको थियो भने यो OWDC को प्रक्रिया छ। यहाँ VBKNTO यहाँ सङ्केत नम्बरहरू छन्। यसमध्येमा हामीले यो तयार गर्दैछौँ। यहाँ 200 लिटरको ड्रम हो। यसमा 2 किलो यसमा गुड राखिन्छ, सक्कर राखिन्छ अनि यो प्रत्येक एक बोतल यो राखेर तयार गरिँदैछ। तर एउटा सावधानी, यो जो चलाइन्छ 2 किलो गुडको पानी लगाइसकेको छ, त्यसमा के हुन्छ भने कुनै पनि धातुजन्य पदार्थको प्रयोग हुँदैन, कुनै पनि धातुले प्रयोग गरिँदैन, केवल प्लास्टिक अथवा काठको प्रयोग गरिन्छ। यसमा त आलु पनि 50 ग्राम सम्मिश्रण गरेको थियो, पकाएर उमालेर यसरी मिलाइन्छ। क्रमशः यही क्रमले यसमध्येमा हामीसँग एन हो। यो अघि मिलाइयो हामीले VN। यसको निर्देशन विशेष गरेर दिल्ली खतिवडाजी धाइजन निवासी हुनुहुन्छ, उहाँको यो प्रविधि हो। उहाँले पनि कहीँबाट शिक्षा प्राप्त गरेर हामीलाई मार्गदर्शन गर्नुभएको छ। हामीले के र ओ को प्रयोग, के र बी को प्रयोग यहाँ गर्दैनौँ। त्यो के र बी यसपछि हो। अब यस्तै प्रकारले यहाँ पानी मिलाएर प्रयोग गरिन्छ। राखिदियो, अब चलाइ फेरि भएर राख्नु छ यसमा।